दुईचोटि डबल बाइट हालेर गोबरले अब्जर्भ त्यसै नै हो यहाँ बाइट भएको यहाँ सर्पले टोकेको बिरामीको राम्रै उपचार हुन्छ यहाँनिर राम्रै उपचार गरिरहेको छ त्यो अहिले सर्प पक्रिने ट्रेन्ड छ नि त सर्प पक्रिने जाने होइन त्यो गर्ने त्यस्तो खालको चिजहरू गर्नु हुँदैन अहिले पनि हाम्रो के छ गाउँमा भन्दा सर्पले टोक्यो भने बाँधिने अथवा साबुन पानीले पखाल्ने अनि अब त झारपात चाहिँ पिस्ने गर्ने लगाइदिने भन्ने जुन छ त्यो होइन हामी यतिखेर इटरी वडा नम्बर 4 को सामुदायिक सर्पदंश उपचार केन्द्रमा छौँ विशेष गरी गर्मी महिना र वर्षाको सिजनमा सर्प निकै सक्रिय हुन्छ यो समयमा सर्पबाट मृत्यु सङ्ख्या बढ्ने सम्भावना पनि रहन्छ र आज हामी सामुदायिक सर्पदंशमा रहेर यहाँको उपचार पद्धति कस्तो छ नेपाली सेनाले जुन यो उपचारमा सक्रिय भूमिका खेलिरहेको छ यो विषयमा आज हामी यहाँलाई यो भिडियो मार्फत जानकारी दिनेछौँ हामीसँग हुनुहुन्छ सामुदायिक सर्पदंश उपचार केन्द्र इटरीका अध्यक्ष दिवस पोखरेल साथसाथै वडा नम्बर 6 का वडा अध्यक्ष उहाँ आफै पनि अब वडा अध्यक्ष सँगसँगै सामुदायिक सर्पदंशको उपचारको अध्यक्ष पनि हुनुहुन्छ आज हामी यो भिडियोमा चाहिँ यहाँको उपचार पद्धति कसरी गरिन्छ र विशेष गरी यो अब गर्मी र वर्षा सिजनको समयमा सर्प सम्बन्धी उपचारहरूमा सङ्ख्या कस्तो छ यहाँ उपचार गर्न आउनेहरूको अवस्था कसरी उपचार गरिन्छ भन्ने जानकारी दिँदै हुनुहुन्छ दिवस सर यहाँलाई स्वागत छ हस् धन्यवाद अब यहाँको बारेमा अलिकति जानकारी दिनु न यो कसरी यहाँ उपचार सर्प सम्बन्धी उपचार हुन्छ हामीले सुनेका छौँ कि अब कोशी प्रदेश सँगसँगै मध्य प्रदेशका सम्मका सर्प टोकेका बिमारीहरू यहाँ ल्याइन्छ होइन जस्तै यो चाहिँ कस्तो छ भने हामीले 2069 साल वैशाख 10 गतेबाट सुरु गरेर यो सिभिल मिलिटरी रिलेसन भन्छ हामीले यो सैनिक नागरिक एउटा चाहिँ मञ्च अन्तर्गत यसलाई सञ्चालन गरेको हो र त्यो मितिदेखि हामीले उपचार गर्दै आइरहेको छ यहाँ चाहिँ हामीलाई हाम्रो उद्देश्य के थियो भने सर्पले टोकेर कोही पनि मान्छेहरूको चाहिँ मृत्यु नहोस् भन्ने उद्देश्यले हामीले यो सामुदायिक सर्पदंश उपचार केन्द्र यो ठाउँमा स्थापना गरेको पहिले चाहिँ आर्मीले भित्रपट्टि नै लगेर उहाँहरूको ब्यारेकमै उपचार गर्ने गरेको थियो तर शान्ति सुरक्षाको कारणले गर्दाखेरि अब बिरामीको पनि सिधै भित्र पहुँच नपुग्ने भएको कारणले गर्दा हामीले चाहिँ बाहिर सञ्चालन गरेर हामीले यहाँ उपचार गरौँ भनेर उपचार गरेको र हामीले त्यो मितिदेखि हामीले उपचार गर्दाखेरि जस्तो यहाँ हाम्रो 69 सालमा हाम्रो चाहिँ यो पहिलो वर्ष भयो यो चाहिँ 958 जना दोस्रो वर्ष 1110 त्यसरी 1181 गर्दै गर्दै हाम्रो अहिलेसम्म चाहिँ टोटल बिरामीको सङ्ख्या भनेको चाहिँ 18,083 जना चाहिँ बिरामीले यहाँ आएर उपचार गरेर चाहिँ गइसक्नु भएको छ सुरुको 2-3 वर्ष चाहिँ हामीलाई कस्तो भयो भने अलिकति हाम्रो कम्युनिटीमा गएर एवारनेस प्रोग्राम पनि गर्नुपर्ने रहेछ जस्तो बाइट भयो भने अलिक घरेलु औषधि उपचारतिर धामी झाँक्रीतिर झारमौरोहरूको कारणले गर्दाखेरि चाहिँ केही बिरामीहरूको चाहिँ मृत्यु भयो त्यतिखेर जस्तो यति बिरामीहरूमा चाहिँ हामीले लगभग पर्सेन्टेजको आधारमा गर्दा पनि 1000 जना बिरामी आउँदाखेरि चाहिँ 2 जना 3 जना बिरामीको मृत्यु भयो तर हामीले चाहिँ के गर्यौँ भने एकजना पनि मान्छे मृत्यु हुनु हुँदैन भनेर हामीले चाहिँ गाउँ गाउँमा गएर अहिले पनि हामीले निरन्तर कार्यक्रम सञ्चालन गरेर चाहिँ सञ्चालन गरिसकेपछि बाइट भइसकेपछि जो मान्छे यहाँ आउनुहुन्छ उहाँले चाहिँ के छ भने यहाँ उपचार गर्ने भनेको चाहिँ सैनिकहरूले उपचार गर्ने यहाँ आर्मी अस्पताल पनि छ आर्मी अस्पतालको चिकित्सक टोलीहरू यहाँ जतिखेर 24 घण्टा बस्नुहुन्छ र उहाँहरूले यही सम्बन्धी मात्रै बाइट सम्बन्धी मात्रै उहाँहरूले काम गर्ने भएको कारणले गर्दाखेरि सर्पले टोकेको आधारमै पनि उहाँहरूले चाहिँ किसिम पोइजन हो कि नन पोइजन हो भने छुट्याउनुहुन्छ र त्यस आधारले चाहिँ सजिलैसँग उपचार हुन्छ अहिले पनि भित्र बिरामीहरू उपचार गरिरहेको छ तपाईँहरूले देख्नुहुन्छ र हालसम्म यो चिजले अहिले पछिल्लो 7 वर्षसम्ममा चाहिँ यहाँ उपचार गर्न आउने कुनै पनि बिरामीहरूको चाहिँ मृत्यु भएको छ र राम्रो तरिकाले उपचार हामीले गरिरहेको छौँ अब यो चाहिँ उपचारमा चाहिँ शुल्क निशुल्क कस्तो छ यसमा हामीले दुईटा क्याटेगोरी छ एउटा नन पोइजन र एउटा पोइजन भनेर छ नन पोइजनलाई हामी 1500 रुपियाँ र पोइजनलाई हामीले 2500 रुपियाँ पैसा लिने गरेको छ त्यहाँदेखि जति दिन बसेर उपचार गरेर हामीले लिने त्यही हो र यसमा पनि जो चाहिँ अब अलिकति पैसा छैन अशक्त विपन्न परिवारको जस्तो अब आर्मीकै परिवारको प्रहरीको परिवारहरूको त्यस्तो चाहिँ उहाँहरूले भन्दाखेरि हामीले उहाँहरूलाई छुट गर्ने गरेर हामी उहाँहरूलाई निःशुल्कै गर्छौँ हामी बिमारीहरूको अवस्था पनि हेर्छौँ होइन त बिरामीको अवस्था पनि हामी हेर्छौँ जस्तो 1-2वटा बिरामीहरू चाहिँ अलिकति अब क्रिटिकल अवस्थाको बिरामी रिकभर हुँदैछ अब त्यसमा पालो गरेर हामीले हेर्छौँ तपाईँलाई हामीसँग इटरी डिजिजेसका प्रतिनिधिहरू पनि हुनुहुन्छ हामी बिमारी हेर्छौँ त्यसपछि अन्य विषयमा हामी यहाँ जानकारी दिँदै जानेछौँ यहाँ चाहिँ एकजना सर्पले टोकेको
बिमारी हुनुहुन्छ उहाँहरूको उपचार भइरहेको छ। यहाँ टोकेको दुईचोटि डबल बाइट हानेर गोमनले यो कहिले ल्याएको ट्रिटमेन्ट भयो भने रिलिफ भइसकेको थियो अहिले फेरि रिकरेन्ट हुने अवस्थामा भइरहेको छ। ए हामीले देख्यौँ त्यहाँ एकजना निकै गम्भीर अवस्थाको हुनुहुन्छ उहाँ चाहिँ। आउनु मनोज सबै के भयो तपाईँको अघि आइडेन्टिफाई भयो यो अब्जर्भेसन हो उहाँको चाहिँ स्योर भएन शङ्का मात्रै भयो होइन यहाँ चाहिँ हेर्दाखेरि डोप चाहिँ त्यस्तै देखिन्छ कहाँदेखि आउनुभयो तपाईँ पारङचोक इटरीबाट ए इटरीबाट आउनुभयो यहाँ बाइट भएको राख्नु कहाँदेखि आउनुभएको कञ्चनपुरबाट यहाँ उपचार हुन्छ भन्ने थाहा थियो तपाईँलाई पहिले पनि कसैलाई लिएर आउनुभएको थियो कि थिएन यहाँ मैले आएको थिएँ सुनिराखेको ए सुन्नुभएको थियो होइन नामी छ यहाँ भएका मान्छेलाई ठिकाउँछ भनेर ए यहाँ सर्पले टोकेको बिरामीको राम्रै उपचार हुन्छ यहाँनिर राम्रै उपचार गरिराखेको छ के सुन्नुभएको थियो यहाँको विषयमा उपचारको विषयमा राम्रो छ यसै गरी अब अन्य बिमारी सर्पले टोकेका उहाँकै बाइटले पनि भयो उहाँकै बाइट लिँदा पनि उहाँले चाहिँ आफूले टोकेको सर्पले बोकेरै यहाँ सामुदायिक सर्प दंशन केन्द्र इटरी आउनुभएको रहेछ। निकै साहसिलो महिला हुनुहुँदो रहेछ उहाँले त्यो टोकेको सर्पलाई आफैले बोकेर बोरामा हालेर यहाँ उपचार केन्द्रमा ल्याउनु भएको रहेछ। अनि उहाँ चाहिँ साँगुरीगढीबाट है अब ग्रिन पिट भाइपर हो होइन त्यसले चाहिँ जस्तो जहाँ बाइट भयो हातहरू चाहिँ अलिकति क्वाइने सोइलिङ हुने खालको होइन पाक्ने खालको टाइपको हुन्छ। अब अलिकति लामो समयसम्म नै राखेर ड्रेसिङ गर्नुपर्ने हुन्छ क्या उहाँहरूको लागि चाहिँ साँगुरीगढीदेखि आउनुभएको रहेछ। अरू सबै कुराहरू त नर्मल छ अब यसैको उपचार गर्नुपर्ने कुरा ल्याउनु भएको युट्युबतिर हेरेर सर्प समात्ने हिजो पनि एकजना मान्छेलाई टोकेर एकदम सिरियस हुनुहुन्छ त्यो अहिले सर्प पक्रिने ट्रेन्ड छ नि त सर्प पक्रिने जाने होइन त्यो गर्ने त्यस्तो खालको चिजहरू गर्नु हुँदैन त्यो भने जतिसुकै भए पनि खतरनाकै हो सर्प भनेको। म आफै यो चाहिँ सामुदायिक सर्प उपचार केन्द्रमा 15 वर्षभन्दा बढी भयो। हिजो मैले मेरो स्कुटीको छेउमा हररा सर्प देख्यो मलाई थाहा छ म यहाँ उपचार हुन्छ निको हुन्छ तै पनि मेरो चाहिँ सातो गयो क्या। त्यसले गर्दाखेरि सर्पलाई त्यस्तो खालको कसैले पनि मजाक चाहिँ त्यसरी चाहिँ लिनु हुँदैन मजाक चाहिँ गर्नु हुँदैन। अब त्यो अहिले समथिङ एउटा घिमिरे मान्छे पहिले एउटा प्रेम विष्ट पनि हुनुहुन्थ्यो यहाँ पनि आएर उहाँले चाहिँ त्यो सर्प सम्बन्धीको धेरै कुराहरू देखाउनु भयो होइन सर्पको पोइजन पनि निकाल्नु भयो। पछि गएर उहाँहरूलाई चाहिँ उहाँ उदयपुरमा जाँदाखेरि सर्प पक्रिन जाँदाखेरि चाहिँ उहाँलाई सर्पले झोलामा सर्प पक्रिनु भयो पक्रेर झोलामा भिरेर चाहिँ बाइकमा आउँदै हुनुहुन्थ्यो। बाइकमा आउँदा त्यो अब कच्ची बाटो बाइक उफ्रिसकेपछि सायद त्यो सर्पको पुच्छर चाहिँ अब उहाँको चाहिँ चाकले टेकियो होला है। त्यसपछि गएर सर्पले भित्रैबाट टोके उहाँलाई पनि बिपीमा राखेर उपचार गरेर अहिले यति काटेको छ उपचार गरेर चाहिँ बाँच्नु। त्यसले गर्दाखेरि सर्प जस्तो चिज हो होइन मजाक सानो एउटा कमिलाले टोक्दाखेरि बारुलाले टोक्दाखेरि त कत्रो होइन गर्छ भने त्योसँग त पोइजन हुन्छ हेर्नु। त्यस कारणले गर्दाखेरि त्यो युट्युबतिर देखेर ओरेर यसलाई पक्रिने खालको त्यस्ता खालको कुराहरू चाहिँ हामीले गर्नु हुँदैन सावधानी नै अपनाउनुपर्छ है। जस्तो अब यो चाहिँ कमन कोब्रा गोमन जुन सर्प हो होइन
अब अलिकति विषालु टाइपको सर्पहरूको चाहिँ यो अलिकति भी टाइपको हुन्छ चुच्चो, यिनीहरू चाहिँ अलिकति विषालुमा पर्छन्। अब यी तलको सर्पहरू भनेको चाहिँ अलिकति अविषालु सर्प हो, तर जतिसक्यो भने सर्पसँग भनेको पोइजन नै हो। कहिलेकाहीँ कस्तो हुन्छ भने टोक्यो कि क्या हो भन्ने भयो भने पनि कन्फ्युज हुनु भएन। कमसेकम यहाँ आएर बसिसकेपछि 24 घन्टा अब्जर्भेसनमा बसिसकेपछि कुनै पनि सिम्टम्स देखेन भने ठिकै छ, राम्रो छ भनेर जाँदा भयो। सिम्टम्स देख्यो भने त अस्पताल आइसकेको हुन्छ नि त, उपचार हुन्छ। त्यसले गर्दाखेरि जस्तोसुकै जुनसुकै सर्प होस्, चाहे त्यो पोइजन होस् चाहे नन पोइजन होस्, त्यो बाइट भएको शङ्का भयो त्यस्तो चिजहरू भयो र सर्प देखेन। कहिलेकाहीँ चाहिँ त्यसरी झ्यासी घारीमा त अब सर्प पनि देखिँदैन, तर कोतारेको हुन्छ, त्यस्तो खालको डाम देखेको हुन्छ भने चाहिँ सर्पको उपचार केन्द्रमा आएर उपचार गर्नुपर्छ। त्यसलाई होइन कि क्या हो भन्ने खालको कुराहरू गर्न थाल्यो भने चाहिँ भोलि गएर जे पनि घटनाहरू घटिदिन्छ। अलिकति तराईको क्षेत्रमा बढी पाइने भने कमन करेत र कोब्रा यो दुईटा हो चाहिँ बिरामी कुरुवाघरहरू। यहाँ सर्पदंश उपचारमा आएका बिमारीहरूलाई चाहिँ रुङ्न बस्ने कुरुवाहरूलाई चाहिँ छुट्टै व्यवस्थापन गरिएको छ। जस्तो यहाँ आउने बिरामीहरूलाई चाहिँ टोकेको सर्पहरू पनि उहाँहरूले सर्प लिएर आउँदाखेरि यो चाहिँ सर्पहरू हामीले चाहिँ फर्मालिनमा हालेर चाहिँ राखेको पनि छ। यो नमुनाको लागि कसैले चाहिँ आएर विद्यार्थीहरू आउनुहुन्छ, कोही कोही सर्पहरूको विषयमा कुराहरू गर्दाखेरि हामीले उहाँहरूलाई यो चिज यस्तो यो भनेर देखाउँछौँ। प्रायः चाहिँ कमन कोब्राहरू, गोवन सर्प होइन, ब्यान्डेड करेट है चाहिँ हामीले यहाँ राखेका छौँ। यो विशेष कुरुवाघर पनि स्थापना गरिएको छैन हामीले। यो चाहिँ कस्तो भने अब हामी पनि कतिपय ठाउँमा बिरामीहरूलाई चाहिँ लिएर जाँदाखेरि बिरामी चाहिँ भित्र बेडमा बस्नुहुन्छ, अनि कुरुवाहरू चाहिँ कस्तो छ भने यसरी भुइँमा ओछ्यान लाएर सुत्नुपर्ने, बाहिर बिजोग हामीले त्यस्तो धेरै देखेको छौँ। अनि त्यसले गर्दाखेरि बिरामीलाई निको बनाउँदै त्यो बिरामी रुङ्ने मान्छे आफै बिरामी हुने खालको कन्डिसन पनि देखेको छ। त्यसले गर्दाखेरि जसलाई बिरामी जस्तो अहिले यहीँ हामीसँग साँगुरीगढीबाट आउनुभएको छ, टाढाबाट आउनुभएको छ। अब धेरैजना चाहिँ मान्छेहरू यहाँ अधिकांश धेरै टाढैबाट पनि बिरामीहरू आउनुहुन्छ। आइसकेपछि राति कहाँ जाने उहाँहरूलाई, अब बाहिर गएर लजमा गएर बस्नको लागि पैसा पनि खर्च धेरै हुन्छ। त्यसले गर्दाखेरि कुरुवाहरूलाई पनि यहाँ आएर हामीले सुत्नको लागि चाहिँ बेडहरू हामीले तयार गरिदिएको छौँ। हामीसँग इटरी लेडिजेसका प्रतिनिधिहरू पनि हुनुहुन्छ। यहाँको जुन इटरीको नेपाली सेना र सामुदायिक हिसाबले बनेको सामुदायिक सर्पदंश केन्द्र उपचारमा यहाँ सर्पको उपचारहरूको पद्धति कस्तो लाग्यो यहाँहरूलाई? सर्वप्रथम त यहाँलाई धेरै धेरै धन्यवाद। आज हामी चाहिँ विश्व वातावरण दिवसमा यहाँ हामी बोट बिरुवा रोप्दै गर्दाखेरि चाहिँ यहाँ चाहिँ अब सर्प यो अहिले गर्मीको मौसममा होइन एकदमै धेरै चाहिँ अब सर्पहरूबाट जोगिनुपर्छ भन्ने एउटा जुन चाहिँ एउटा सचेतना पनि होस् भन्ने हिसाबले चाहिँ हामी आज लेडी जेसिसका हामी यतिजना अध्यक्षज्यू पनि हुनुहुन्छ। हामी यतिजना चाहिँ यहाँ प्रवेश गर्दै गर्दाखेरि वास्तवमा इटरी यो सामुदायिक सर्पदंश उपचार केन्द्रमा चाहिँ धेरैजना व्यक्तित्वहरूले उपचार पाइसक्नु भएको, अहिलेसम्म लगभग 18,083जनाले उपचार पाउनु भएको र त्यो उपचार अहिले यहाँ हामी भित्र हेरिरहँदाखेरि पनि यति फिल भयो कि साँच्चै नै राम्रो उदाहरणीय काम भइरहेको रहेछ। हामी आजसम्म यहाँ पसेका थिएनौँ, हुन त जब परिन्छ अनि मात्र आइन्छ होइन, तर पनि हामीले अनुगमन गरेर हामी यत्रो इटरीका यति धेरै चाहिँ सङ्घ संस्थामा हिँडेको यो के हो त भन्ने कुरा पनि गरिरहेछ। अहिले पनि हाम्रो के छ गाउँमा भन्दा सर्कल टोको भने बाँधिने अथवा साबुन पानीले पखाल्ने अनि अब त झारपात चाहिँ पिस्ने ओर्ने लगाइदिने भन्ने जुन छ त्यो होइन। अहिले यहाँ धेरैजनाको जस्तो कि अहिले ओछ्यानमै सुतिरहेको बेला पनि घाँटीमा बेरिरहेको सर्प मलाई शरीरभरि कुदिरहेको टोकेन भनेर पनि आउनुभएको, उपचार गरिरहनु भएको होइन। विषालु सर्पल टोकेका पनि व्यक्तिहरूको पनि उपचार भइरहेको, उपचार फेरि साँच्चै नै राम्रो उपचार भएको रहेछ। र जो टिम जसले यो सुरुवात गर्नुभयो होइन, जसले चाहिँ सामुदायिक सर्पदंशको लागि चाहिँ उपचार केन्द्र खोलेर आजसम्म यति धेरैजना व्यक्तित्वहरूले चाहिँ उपचार पाइसक्नु भएको रहेछ, त्यो टिमलाई नै विशेष धन्यवाद दिन चाहन्छु। र सँगसँगै मैले देखिरहेको छु हाम्रो 6 नम्बर वडा अध्यक्ष दिवस पोखरेलज्यूको एकदमै नेतृत्व छ यसमा। अरू बेला पनि मैले उहाँको भिडियो देखिरहेको थिएँ, तर मैले आज चाहिँ आफै स्वयं आएर पनि यहाँ अनुगमन गर्ने अवसर जुर्यो र उहाँलाई पनि विशेष धन्यवाद दिन चाहन्छु। र अहिले यो गर्मीको मौसम छ, इटरीमा पनि हामी घर ठुल्ठुला भए पनि सर्प चाहिँ तलामा अथवा भवनमा चढ्दैनन् भन्ने हुँदैन। सर्पबाट जोगौँ र सर्प टोक्ने बित्तिकै तुरन्त इटरीको सामुदायिक सर्पदंशमा चाहिँ आएर उपचार गर्नु होला, घरैतिर चाहिँ नजानु होला, घरको उपचार गर्ने भनेर नबस्नु होला भन्ने सबैलाई अनुरोध गर्न चाहन्छु। र यहाँहरू सम्पूर्णलाई यो चाहिँ एकदमै राम्रो उदाहरणीय कामप्रति एकदमै धेरै धेरै धन्यवाद दिन चाहन्छु। धन्यवाद। ल, हामीले इटरी वडा नम्बर 4 को सामुदायिक सर्पदंश उपचार केन्द्र
ले कसरी उपचार गर्छ सर्प टोकेका बिमारीहरूको भन्ने विषयमा सानो यो भिडियो मार्फत यहाँलाई केही जानकारी दिने कोसिस गरेका छौँ। भिडियो कस्तो लाग्यो कमेन्ट गर्नुहोला र यो गर्मी र सँगसँगै वर्षाको सिजन छ। वर्षाको सिजन र गर्मीको सिजनमा सर्पको टोकाइका बिमारीहरू अलिक बढ्ने सम्भावना हुन्छ। तसर्थ सर्पले टोकेको अवस्थामा इटरीको ठिक आर्मी क्याम्पको नजिकै सामुदायिक सर्पदंश उपचार केन्द्र रहेको यहाँलाई जानकारी गराउँदछौँ। यहाँहरूले अब सर्पले टोक्न साथ आत्तिएर अलिकति हतोत्साहित भएर घरेलु उपचार पद्धतिहरू नगरिकन सिधै इटरीको यो सामुदायिक सर्पदंश उपचार केन्द्रमा ल्याएर सुरक्षित तवरले सर्पले टोकेको उपचार गर्न सकिन्छ। यहाँ नेपाली सेनाको दक्ष चिकित्सक टोलीले यहाँ उपचार दिने गरेको यो अवस्था छ। र यो छोटो जानकारीमूलक भिडियो कस्तो लाग्यो कृपया कमेन्ट गर्नुहोला। हस्त धन्यवाद।